तपाईलाई लय हालेर कतिको पढ्न आउँछ हो दाइ? पढ्न त पढ्छु म, तर त अब लय सय भनेको पनि त्यति थाहा हुँदैन कि त्यसलाई, किनभने अक्षरलाई राम्रोसँग शुद्ध हेऱ्यो भने त्यहीँ लय आउँछ, त्यहीँ सबै थोक मिलिहाल्छ क्या। ल म लय हालेर एक पाठ पढ्छु, तपाईँ सुन्नुहोस् है त, अनि तपाईँको पनि सुन्छु। यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुत स्तुन्वन्ति दिव्य स्तवै वेदै साङ्ग पदाक्रमोपनिषद गायन्ति यम सामगा ध्यान बस्ति तद्गतेन मनसा पश्यन्ति यम योगिनो यस्यन्तं न विदुषुरसुरगणा देवाय तस्मै नमः। श्रीमन् चन्दन चर्चितो जलवपु शुक्लम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्ष मालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरम् मुकं करोति वाचालं पङ्गुलं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्द माधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसै यस्य प्रसादाख्यामि नारायण कथामिमम्। नारायणं नरस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। यो प्रार्थना सकेर पुष्पाञ्जली चढाई नमस्कार गर्नु। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यसपछि एक दिन पार्वतीले बुकुवा गस्ता निस्केको महेलको मूर्ति बनाई ढोकामा पाले बनाएर राखेकी थिइन्। महादेव बाहिरबाट आएर भित्र जान खोज्दा त्यो पालेले जान दिएन र रिसाई शिवले त्यसको शिर छुट्याएर भित्र जानुभयो। पार्वतीले हजुरलाई भित्र आउँदा ढोकेले रोकेन भनेर सोधिन्। मैले त त्यसको शिर छेदन गरिदिएँ। शिवजीले भन्नुभयो। त्यो सुनि पार्वतीले शोक गरेर भनिन्, त्यो त मेरो पुत्र हो, अनर्थ भयो प्रभु, अब के गर्ने? तिनको कुरा बुझेर शिवजी भन्नुहुन्छ, पार्वती मैले तिम्रो छोरोलाई चिनेको थिइनँ, त्यसैले मारियो चिन्ता नगर, फेरि जीवित पारिदिन्छु। यति भनी आफ्ना गणहरूलाई डाकेर चन्द्रबाण दिई आज्ञा गर्नुभयो। तिमीहरू अब चारै दिशामा जाऊ र पहिले जसले जहाँ जे पाउँछौ त्यसको शिर काटेर ल्याउनु। शिवको यस्तो आज्ञा पाएका गणहरू चारै दिशामा जाँदा एउटा हात्ती भेटियो र चन्द्रबाणले त्यसको शिर काटी लिएर आए अनि त्यही टाउको झोरेर पार्वतीको छोरोलाई महादेवले जीवित पारिदिनु भयो। अनि त्यही ढोकेलाई आफ्ना गणहरूको अधिपति बनाएर गणेश भन्ने नामकरण पनि गरिदिनु भयो। त्यसपछि शिवजी पार्वतीसित मात्र सुतेर बस्न लाग्नु भएको देखेर इन्द्रलाई चिन्ता परेर अग्निलाई डाकी भने, हे अग्नि, महादेव बिना यो संसार चल्न सक्दैन। उनी पार्वतीसित मात्र भुलेर बाहिर निस्कँदैनन्। अत तिमी गई शिवजीलाई काशीमा ल्याऊ। अग्निले हुन्छ भनेर कैलाशमा पुगी भित्र जान लाग्दा ढोकेले जान दिएन र ताल छिराउने प्वालबाट वायु रूप लिएर भित्र पुगे। त्यसबेला शिव पार्वती एकान्तमा आनन्द गरिरहेका थिए। अग्निलाई देखेर यस्तो असमयमा आउने भनी शिवजी रिसाए भस्म पार्न लाग्नुभयो। त्यो देखेर पार्वतीले भनिन्, हे नाथ, भिक्षा माग्न आउनेलाई मार्नु उचित छैन, बरु केही दिएर पठाउँ। पार्वतीको इच्छा बुझेर शिवजीले झोकले लौला भनी आफ्नो वीर्य अग्निका हातमा राखी त्यहाँबाट धपाउनुभयो। अग्निले त्यो वीर्य खाएर गर्भ रह्यो। तब अग्नि डराई गङ्गाको तटमा गई कुशको झाङमा उकेलिदिए। त्यो अमोघ वीर्य आगो झैँ बल्न लाग्यो। त्यसै बेला सप्तर्षिका स्त्रीहरू गङ्गा स्नान गर्न आएका थिए। बल्दो आगो देखेर तिनीहरू मध्ये 6 जनाले तापे। एउटीले अर्काले बालेको आगो तापे धर्म जान्छ भनेर नतापिकन घर गइन्। आगो ताप्ने जतिलाई गर्व रह्यो र ऋषिहरूले कसको गर्भ बोक्यो भनी धेरैपल्ट सोधे, तर कसैले पनि उत्तर दिन सकेनन् र ऋषिहरूले श्राप दिए। अनि ती 6 जनाले त्यो वीर्य गङ्गामा उकेलिदिए। त्यति गर्दा पनि चित्त नबुझेर ऋषिहरूले ती पत्नीहरूलाई त्यागिदिए। तर उनीहरू निर्दोष हुनाले दिव्यस्वरूप पाएर आकाशमा गई 60 कीर्तिका तारा भएर बसे। ऋषि पत्नीहरूले गङ्गामा उकेलेर आएको वीर्यले 6 मुख भएका कुमार जन्मिए। ती गङ्गाजीका छोरा भएर शिवगणका साथ बस्न लागे। त्यो 6 मुखे कुमार भनेको को रहेछ भनौला हे अगस्त्य मुनि, तिमीलाई अहिले कथा सुनाउने म नै हुँ। त्यसपछि एक दिन शिवजीले गणेशलाई र मलाई डाकेर आज्ञा भयो, हे कुमार, हे गणेश, तिमी दुवै सुमेरु परिक्रमा गर्न आऊ।
गर्न जाऊ जो पहिले आउला त्यसलाई म वरदान दिनेछु त्यो आज्ञा सुन्नासाथ मेरो वाहन मयूर हुनाले म दगुरिहालेँ। म हिँडेको देखेर गणेशलाई अब कसो गरौँ भन्ने चिन्ता पर्यो र आफ्नो वाहन मुसोलाई भने, हेर कुमार सुमेरु परिक्रमा गर्न गइसके, त यस्तो छस् म यस्तो छु, अब के गर्ने लौ भन्। मुसोले भन्यो, हे गणराज, मेरो सल्लाह मान्नुहुन्छ भने शिव पार्वती र गङ्गाजी बसेको स्थानमा गई हात जोडेर प्रार्थना गर्नुहोस्। हे माता पिता, मेरो सुमेरु पर्वत पनि हजुर, देवताका देवता पनि हजुर नै हुनुहुन्छ। यति भनेर 3 पल्ट प्रदक्षिणा गर्नुहोस्, हजुरलाई अवश्य वरदान मिल्दछ। मुसाको त्यो भनाइमा गणेशजीलाई पनि विश्वास लाग्यो र त्यसै अनुसार गरे। शिवजी तत्काल प्रसन्न भएर आज्ञा गर्नुभयो, हे गणेश, तिमी धन्य रहेछौ। 3 लोकमा जहाँ भए पनि जुनसुकै कार्य आरम्भ गर्दा पनि पहिले तिम्रो पूजा हुनेछ। तिम्रो आराधना नगरिकन थालेको कुनै कार्य पनि सिद्ध हुने छैन। हे अगस्त्य मुनि, अब मेरो कुरा सुन। सुमेरु परिक्रमा गर्न गएको म चाँडै आउन सकिन र मेरी आमा गङ्गालाई चिन्ता लागेर शिवसँग भन्नुभएछ, हे ईश्वर, गणेशलाई वरदान बक्सियो, मेरो पुत्र कुमार अझ आइपुगेन, के गर्ने। तिनको मनमा भाव बुझेर शिवजीले आज्ञा गर्नुभयो, हे गङ्गे, श्री स्वस्थानी परमेश्वरीको पूजा गर, तिम्रो छोरो चाँडै नै आइपुग्नेछ। शिवजीको त्यस्तो आज्ञा सुनि पौष शुक्ल पूर्णिमादेखि व्रत आरम्भ गरी माघ शुक्ल पूर्णिमाको दिन विधिपूर्वक स्वस्थानी परमेश्वरीको व्रत पूरा गरिन् र अर्घ्य दिई स्तुति गर्न लागेको बखतमा म आइपुगेँ। अनि 108बाट सबै वस्तु 8 झिकेर मलाई प्रसाद र आशीर्वाद दिनुभयो। त्यसपछि मैले, हे पिता, मलाई पनि वरदान बक्सियोस् भने। त्यसपछि शिवजीले आज्ञा भयो, कसैले केही कार्य गर्यो भने पहिले तेरो पूजन गर्नेछ। कुमारले त्यति भनेपछि अगस्त्य मुनिले भने, हे स्कन्द कुमार, अब तारकासुरले कसरी वरदान पायो, त्यो कसरी मारियो र इन्द्रले अमरावती कसरी पाए, यो सबै वृत्तान्त सुनाउनुहोस्। त्यस्तो प्रश्न सुनेर कुमार भन्दछन्, हे अगस्त्य मुनि, कश्यप ऋषिको वंशमा जन्मेको तारकासुर दानवले दुग्धप्रभा तीर्थमा स्नान गर्दा पेची मुनिले बसेर तपस्या गरेको देखेर उसलाई पनि तपस्या गर्ने मन हुँदा पेची मुनिसित सोध्यो, हे मुनि, मलाई पनि तपस्या गर्न मन लाग्यो, तपाईँ कसको तपस्या गरिरहनु भएको छ भन्नुहोस्। त्यसको इच्छा बुझेर मुनिले भने, हे तारकासुर, तिमीलाई तपस्या गर्ने मन भए यिनै दुग्धप्रभा नदीको सिरानमा हिमालय पर्वत छ, त्यहीँ गएर ब्रह्माको तपस्या गर। मुनिको वचन मानेर तारकासुर त्यहीँ पुगी तपस्या गर्न लाग्यो। उसको कठोर तप देखेर ब्रह्माजी प्रसन्न भई जे इच्छा छ वरदान माग भन्नुभयो र तारकासुर बिन्ती गर्दछ, हे ब्रह्मण, हजुरको सृष्टिको 5 वर्ष नागेको कुनै पनि प्राणीले मलाई मार्न नसकोस्, फेरि जसले मेरो शिर काटेर भूमिमा खसाल्दछ त्यसको शिर पनि तुरुन्त फुटेर मरोस्, सम्पूर्ण देवतालाई म जित्न सकौँ, त्यति सुनि तथास्तु भने तारकासुरलाई आफ्नो ब्रह्मास्त्र समेत दिई ब्रह्माजी घर फर्कनुभयो। त्यसपछि तारकासुरले सेना एकत्र गरी अमरावती लिन हिँड्यो। त्यसलाई आउन लागेको देखेर देवताहरू आफ्ना शस्त्र लिएर युद्धमा तत्पर भए। दुवै पक्षका धेरै सैन्य मारिएपछि देवताहरूले धेरै दानवहरूमा मारिदिएको देखेर तारकासुर आफ्ना गुरु शुक्राचार्य कहाँ पुग्यो र सारा स्थिति सुनायो। अनि शुक्राचार्य युद्धभूमिमै आएर सञ्जीवनी विद्याद्वारा सारा मरेका दानव दैत्यलाई जीवित पार्न लागे। त्यही क्रमले 10,000 वर्षसम्म देवता र दानवको युद्ध चलिरह्यो। दानवहरू चाहिँ मरेको पनि जीवित हुने र देवताहरू मरेका मरै हुने भएको हुँदा इन्द्रले हार मानी आफ्ना गुरु बृहस्पतिलाई सम्पूर्ण युद्ध स्थिति वर्णन गरेर सुनाएपछि बृहस्पतिले भने, हे देवराज, यस युद्धमा तिमी विजयी हुन सक्दैनौ, किनभने तारकासुरले ब्रह्माको वरदान पाएको छ। केवल शिवजीले मात्र त्यसलाई मार्न सक्नुहुन्छ। अत सबै देवता लड्न छाडेर उनैका शरणमा जाओ। गुरु बृहस्पतिको सल्लाह अनुसार सबै देवता कैलाश पुगे र महादेवलाई साष्टाङ्ग दण्डवत गरेर बिन्ती गर्न लागे, हे जगदीश्वर, पापिष्ट तारकासुरले अमरावती लिएर हामीलाई असह्य कष्ट दियो। अब हजुरले हाम्रो उद्धार गरी बक्सनु पर्दछ। तिनको प्रार्थना सुनेर शिवजी आज्ञा गर्नुहुन्छ, हे देवगण, त्यस तारकासुर दानवलाई मैले मार्नु हुँदैन, मेरो पुत्र कुमारले मार्न सक्दछ। तिमीहरू कुमारलाई सेनापति बनाएर युद्ध गर र म पनि आउँला।
यस्तो शिवजीको आज्ञा अनुसार कुमारलाई सेनापति बनाएर सारा देवता युद्ध गर्न हिँडे। यता गणेशको भने कसैले पनि वास्ता नगरेको हुँदा उनी धिक्क मानेर आफ्नो वाहन मुसोसित भने, शिवजीले हिजो भर्खर वरदान दिएको आजै अन्यथा गरी मलाई कसैले पनि टेरेन। तब मुसोले भन्यो, गणराज, तपाईँको अपमान गरेको होइन, उनले भन्नै बिर्से, म गएर अहिले सम्झाइदिन्छु। यति भनेर मुसोले प्रस्थानको निम्ति राखिएको धनुषको ताँदो काटिदियो। त्यो देखेर विघ्न भयो भने देवताहरू डराएर शिवजीलाई भने, महादेवले गणेशलाई भन्न बिर्सेर यस्तो भएको हो, त्यसलाई पनि सँगै लैजाओ भन्नुभयो र गणेश समेत भई प्रस्थान गरे। अनि देवता र दानवको ठुलो लडाईँ भयो। तारकासुरले कुमारको रथ 1 योजन पछाडि घचेडिदियो। अनि कुमार रिसाई त्यसको रथ 4 योजन पर फ्याँकिदिए। अनि त्यो रिसाई खड्ग प्रहार गर्यो। कुमारले त्यस खड्गलाई बीचमै काटेर चन्द्रबाण कानसम्म धनु खैँची तारकासुरको घाँटी ताकेर छाडिदिनुभयो। त्यस बेला सूर्यास्त भए पनि तारा उदाएका थिएनन्। अत त्यस चन्द्रबाणले त्यसै बेला तारकासुरको शिर काटिदियो। त्यो शिर भूमिमा खस्न नपाउँदै शिवजीले समाउनुभयो। तारकासुर मरेको देखि शेष बाँचेका दानवहरू डराएर भागे। देवताहरूले धन्य धन्य कुमार भनेर प्रशंसा गरे। त्यसपछि सारा देवता कैलाशमा गएर बिन्ती गर्न लागे, हे जगदीश्वर, हजुरको कृपाले हाम्रो ठुलो शत्रुको नाश भयो। हजुरको सदैव जय होस्। अब आज्ञा भए हामीहरू अमरावती जाने थियौँ। देवताहरूको बिन्ती सुनि तिमीहरूको राज्य निष्कटक होस् भनी शिवले बिदा दिनुभयो र इन्द्रसहित सम्पूर्ण देवता स्वर्गपुरी गएर आनन्द साथ बस्न लागे। इति श्री स्कन्दपुराणे केदारखण्डे माघ महात्म्ये कुमारगस्त्य संवादे श्री सुस्तानी परमेश्वर्या व्रतकथायां तारकासुर वधो नाम 15 कथा सुनिसकियो। अब सबै श्रोताहरूले पुष्पाञ्जली लिएर यो तलको श्लोक म भन्न गइरहेछु, सुन्नुहोला। उपनयन्तु मङ्गलम व सकल जगन मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नवनलिन दल निवेक्षण कृष्ण काले वर्षन्ति पर्जन्य पृथ्वी सस्यशालिनी देशोऽयं च वरहितो ब्रह्मणाः सन्तु निर्भयाः अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पवित्रिण निर्धना सदना सन्तु जीवन्तु शरदं शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र चित्तद्वार कथा प्रसङ्ग या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रब्धा या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शङ्कर प्रवृत्तिर्भिदेर्वै सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजाड्यापहा कायेन वाचा मनुषेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायति समर्पयेत्। अब सबैले पुष्पाञ्जली दिएर चढाउनु रोक्नु होला पुस्तकलाई। श्री स्वस्तानी